जय नेपाल। यो गर्छु र त्यो गर्छु, यस्तो बनाउँछु र उस्तो बनाउँछु। हजुरहरूको सपना साकार गर्छु, देशलाई समृद्धि बनाउँछु। आजदेखि त तपाईहरुका दुःखका दिन गए भनेर ढाँटेर चुनाव जितेर जाने नेताहरू 5 वर्ष गएर जुत्दै र बाध्दै हुन्छ सिनोमा कुकुर जुधेजी। अनि घण्टा देश बनाउँछन्। झुटमाथि झुट, 35 वर्ष झुट बोल्दा पनि नेपाली जनताहरू पत्याइदिइरहन्छन्। के भएर? कति कायदा जानी मिलिजुली तर मार्ने, जनतालाई करले ढाड सेक्नी, चारैतिर यता पनि ठिक्क, टेन्डर पनि ठिक्क, ठेक्का पनि ठिक्क, पट्टा पनि ठिक्क, राष्ट्रको बजेट पनि ठिक्क, एनजिओ पनि ठिक्क, आइएनजिओ पनि ठिक्क, सबैतिर चारैतिर सोरसार पार्ने। यस्ताले देश बनाउँछन्। छोरी बुहारी स्वास्नी भान्जो आफन्त आसे पासे लाई पोस्दै ठिक्क छ। अनि यत्राको देश बनाउँछन्। यस्ता नेता हुन्छ कांग्रेस एमाले माओवादी। यी कोही नेता होइनन्, यी ग्याङस्टरिजमका गुण्डाहरू हुन्। यिनीहरूलाई कहीँ कतैबाट कसै गरी कुनै पनि दृष्टिकोणबाट नेता भन्न मिल्दैन। ठगदारहरू हुन्, व्यापारी दलालहरू।